फाइनली आज चाहिँ म रोहित दाईको बाइक चलाउन गइरहेको छु। मेरो बाइक चाहिँ यहाँ छ अनि रोहित दाईको बाइक चाहिँ अगाडि। अनि यो बाइक नि खतरा छ लुक्समा, मेरोभन्दा राम्रो छ क्या ट्याक्क होइन। हेर्नु न अगाडिबाट लुक्समा चाहिँ यस्तो राम्रो छ, यस्तो राम्रो लाग्यो यो बाइक होइन। एबिएस छ। अब आज चलाऊँ न रोहित दाईको बाइक। तेल छैन भन्थ्यो, तेल टाढा त नगइदिउँ, अलिकति ढकालेर आउनु पऱ्यो नि, दिमाग खराब मात्र हुन्छ होइन। यो चाहिँ सिङ्गल ह्यान्ड हो है। कस्तो हल्लिएको। फाइनली मेरो चाहिँ बाइक त्यहाँ छ। आज चाहिँ रोहित दाईको चलाउँदैछु। यसो टेस्ट राइड हानेर न धेरै भयो। टेडी कति साह्रो हो। अनि साउन्ड सुन्नु न, साउन्ड बबालाई आउँछ। यसकोमा चाहिँ यो दाइकोमा चाहिँ फेरि कस्तो छ भने फुल क्लच रहेछ क्या। मेरोभन्दा फरक, बेग्लै फरक थियो। एक राउन्ड चाहिँ अब कहाँ चाहिँ जाने भन्ने कुरा हो। जाने चाहिँ कता भन्यो तर कस्तो धेरै पछि चलाउँदाखेरि त अप्ठ्यारो लाग्ने क्या यार। फाइनली अनि आज चाहिँ मैले दाइको बाइक लिएर हिँडिसकेँ। तपाईँहरूले फुल भिडियो हेरिदिएर यसलाई चाहिँ सपोर्ट गरिदिनु होला। अनि नानी बिस्तारै बिस्तारै बिस्तारै। अनि त्यसपछि म चाहिँ अब यहाँबाट निस्किन्छु। अब कहाँ जाने भन्नु थाहा छैन, दाइकोमा नि त्यति तेल चाहिँ छैन। अनि यहाँबाट अब निस्किँदैछु डाइरेक्ट। अब मतलब कि अफिसमै जाऊँ न, अफिसमा गएर बाइक राखौँ, एकछिन बसौँ अनि फर्किने। त्यही अब चलाइरहनलाई तेल छैन, चलाइरहनलाई अब तेल भए भाइले एकचोटि पाइसकेपछि छोड्दैन, घोट्नु घोटिहाल्छ। भाइ पनि कहाँ गतिलो छ त नि। अनि त्यसपछि फाइनली जाऊँ न हामी। फेरि यो बाइक चलाउन पनि यस्तो छ कि मजा छ कि यो बाइक चलाउन चाहिँ एकदम मजा लाग्छ क्या। किनकि मेरो अब धेरै बिग्रियो यताउति केही बिग्रिने यो बाइक चाहिँ एकदम A1 छ। बाटो गतिलो भएको भए हानिदिन्थेँ, अब सय नै। बाटो त्यति छैन राम्रो, यतिको बाटोमा 50-60 चाहिँ हानेर आउँछु मैले आफ्नो बाइकमा। अनि यो यहाँ बाटो चाहिँ राम्रो भएन क्या, हाइवे एकदम हाइवे पाएँ त राम्रो। मेरो घर जाने बाटोमा चाहिँ यस्तो राम्रो बनाएको बाटो, त्यहाँ चाहिँ मैले हाइगेस्ट हानेको भनेको अहिलेसम्म हाइगेस्ट हानेको भनेको आफ्नो बाइकमा 128। यसो हेरेको त त्यतिलाई क्यामेरा थिएन, ठ्याक्क यसो हेरेको त 128 पुगिदिएर रहेछ। अनि स्लो गर्न थालेको आफैले डर लाग्यो, स्पिड जाने बित्तिकै आफूलाई डर लाग्यो। अब यहाँ गइरहेको बेलामा चाहिँ त्यस्तो केही नि भएन। ठ्याक्क मिटर हेरेँ बित्तिकै ल 128 भनेपछि पछाडि नै रह्यो क्या। त्यति स्पिड लग्नु मन लागेन। अनि मैले चाहिँ आफ्नो बाइकमा हाइगेस्ट हानेको भनेको चाहिँ कति 112सम्म हानेको थिएँ अस्ति। अनि गाउँ जाँदा न्यु इयरको दिनमा गाउँ जाँदाखेरि 128 चाहिँ पुगेको थियो मैले ठ्याक्क मिटर हेर्दाखेरि। अनि यही हो, हजुरहरूले टप स्पिड कति हान्नुहुन्छ त्यो चाहिँ कमेन्ट गरिदिनु होला, कमेन्ट गर्नु ठ्याक्क। अनि मेरो चाहिँ अहिलेसम्मको हाइगेस्ट भनेको 128 हो। हजुरहरूको कति छ कमेन्ट गरिदिनु होला। यो भिडियो चाहिँ फुल हेरिदिनु होला। अनि यसरी नै बिस्तारै बिस्तारै म लङ भिडियोहरू पनि हाल्दै जान्छु। अहिले चाहिँ मेरो ब्याकअपमा चाहिँ छैन क्या, ब्याट्री एउटा मात्र हो। अनि मेमोरी कार्ड नि त्यति धेरै छैन। अनि मतलब धेरै भने धेरै जिबी भएको मेमोरी चाहिँ छैन। जस्ट मैले 7-8 जिबी अनि 16 जिबीसम्मको चाहिँ चलाइरहेको छु। अब बिस्तारै बिस्तारै हुँदै गएछ भने हजुरहरूले साथ सपोर्ट दिँदै जानुभएछ भने म अब ब्याकअप पनि राख्नुपर्छ।
राख्नु नि पऱ्यो। अब अलिकति केही गर्छु भनेर सोचिसकेपछि तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियोहरू, त्यो चाहिँ अलिकति राम्रोसँग हेरिदिनु होला। फुल भिडियो फुल सपोर्ट गरिदिनु होला, यति नै भन्न चाहन्छु। तर यो बाइक चाहिँ यस्तो चलाउन पहिलाबाट माइ गरेको नित्य दाइले आफ्नो काम पर्दा मात्र छुट्टो बाटो दिन्थ्यो क्या। आज त अब लिएर हिँड्दै गएर आउँछ फिल्म चाहिँ अब हेर्नु ठ्याक्कै दिइहाल्नु हो। अब बाइक हिँडेपछि त्यहीँ त त्यही हो, अब यहाँबाट सिधा अफिस आने, अफिस गएर अनि फेरि फर्किने, दाइले फोन गर्नुहुन्छ अनि फर्किने। दाइ पनि उसको पनि काम हुन्छ, बाइक लिएर हिँडिँदा नि दिनभरि आफ्नोमा तेलै छैन, तेल नभएर अनि दाइको बोकेर फाइनली म चाहिँ पुग्न लागेँ। हजुरहरूले चाहिँ पुरै भिडियोहरू चाहिँ हेरिदिइहाल्नु होला। Tapi akhirnya kita tahu kita nunggu sama lagi polisi ya, ada